Alright, let's talk about 2025 overally. कस्तो भयो त मेरो 2025को 365 दिनहरू. अझै 5 दिन त बाँकी नै छ, तर लेट्स शेयर सम जर्नी अफ दिज अल डेज, मन्थ्स. है, this year has been one of the craziest years that I have ever lived till now. किनभने I learned a lot of things. के सिकेँ भन्ने कुरा पनि म भन्छु. अनि आई वाज टोटली क्रेजी इन पेन. त्यस पछाडि आई एम फाइनली ह्याप्पी. है, अब स्टार्ट अफ द इयर 2025 स्टार्ट अफ द इयर अराउन्ड फेब्रुअरी मार्चतिर मी अनि हाम्रा साथीहरू 4-5 जना वी गट किक्ड आउट अफ रेन्टेड हाउस लिटरली. है, अनि वी वर बेसिकली होमलेस. होमलेस नै थियौँ त्यो दिन. अनि त्यस पछाडि के भयो, आई वाज इन डेट अफ अराउन्ड $15,000. है, त्यो हुँदाखेरिदेखि मैले के सोचिसकेको थियो भने दिमागमा बिहान उठेदेखि बेलुका सुतिन्जेलसम्म हाउ टु गेट आउट अफ डेट भन्ने नै मेरो क्वेसन हुन्थ्यो कि कसरी. अनि मेरो चाहिँ के प्लान थियो भने म समरसम्ममा म सब डेटबाट आउट क्लियर, त्यस पछाडि आई विल बी ह्याप्पी अनि त्यहाँबाट म आफ्नो काम सुरु गर्छु फेरि. है, जे जे काम हुन्छ मान्छेको लाइफमा हरेक कुराहरू हुन्छ नि त. सो आई वाज थिङ्किङ अबाउट द्याट. तर के भयो थाहा छ, कार एक्सिडेन्ट भयो. जुन कार चाहिँ मैले डेटमा किनेको थिएँ त्यही डेट लिएर किनेको थिएँ, त्यो कार एक्सिडेन्ट भयो. अब एक्सिडेन्ट युजुअली के हुन्छ भने नराम्रो हो नि त, तर इट टर्न्ड आउट टु बी ब्लेसिङ फर मी. के त्यत्रो लोन थियो, लोन चाहिँ मेरो एक्सिडेन्टले गर्दाखेरि इन्सुरेन्सले कभर गरिदियो. सो आई वाज भेरी ह्याप्पी विथ द्याट. अनि यो सबै किन भनिरहेको छु भने आई थिङ्क इट ह्याज टु डु समथिङ विथ मेनिफेस्टेसन. किनकि जब मसँग डेट थियो $15,000 त्यो बेलामा मैले के सोचिरहेको थिएँ भने दिनदिनै बिहान उठेदेखि बेलुकासम्म आई सुड गेट आउट अफ दिस डेट. होइन, इन एनी केस एनी वे जसरी हुन्छ जस्तो सुकै अवस्थामा पनि आई वाज थिङ्किङ अन्ली द्याट थिङ. के जसरी पनि मैले सोचिसकेको थिएँ, कल्पना पनि गरिसकेको थिएँ मसँग ऋण नै छैन किनी भन्ने. अनि त्यो भएर पो हो कि जस्तो लाग्छ क्या. आई थिङ्क इट इज सम वाट कनेक्टेड टु द्याट एक्सिडेन्ट. आई थिङ्क सो. आई मिन यु क्यान डिसएग्री विथ द्याट. है, तर सो द्याट दुईवटा कुरा भयो. होइन, अब यति हुन्जेलसम्ममा त्यो दुःख होइन दर्द पीडा भन्ने कुराहरूले त के जो त अलिअलि हो जस्तो लाग्न थालिसक्यो त्यो पछि त. अनि यो पेनले चाहिँ के सिकाउँदो रहेछ भन्दाखेरि अझै ग्रो जति पेन मान्छेलाई भयो, जति दुःख आउँछ नि मान्छेलाई, त्यति ग्रो हुन सक्ने सामर्थ्य राख्नु पर्दछ. त्यस्तो खालको माइन्डसेट बनाउनु पर्छ कि. है, मैले सिकेको कुरा चाहिँ जति मान्छेले मात्र नभएर जिन्दगीले तपाईँलाई दुःख दिन्छ नि, त्यति तपाईँ अगाडि बढ्न सक्ने तपाईँले बाटो बनाउनुहुन्छ, बाटोहरू कोर्नुहुन्छ, बाटोहरू बनाउनुहुन्छ. दिस भिडियो इज अल्सो डेडिकेटेड टु अल अफ दोज पिपल हु थिङ्क्स उनीहरूको लाइफ चाहिँ सकियो. होइन, जुन पोइन्टमा मान्छे अहिले चलिरहेछ अनि उनीहरूलाई दुःख भइरहेछ, चारैतिरबाट गर्ने केही छैन, सोल्युसन निक्लिरहेको छैन भने दिस भिडियो इज फर यु. देयर इज वे. जस्ट आफूले आफूलाई आत्मविश्वास चाहिँ गर्नुपर्छ. सेल्फ कन्फिडेन्स भन्ने कुरा भयो भने तपाईँ जस्तो सुकै पीडाबाट दर्दबाट पनि उठ्न सक्नुहुन्छ. मैले आफ्नो इक्जाम्पल दिएँ, एउटा सानो मान्छेको लाइफमा हुने सानो एउटा इक्जाम्पल मात्रै हो. होइन, यस्तो त कति भइरहेको हुन्छ मान्छेहरूको. सो दिस इज जस्ट अ बिगिनिङ. दिस इज जस्ट अ बिगिनिङ भनेर बुझ्नु पर्यो तपाईँले. त्यो पेन आउँछ भने, त्यो दुःख आउँछ भने, अथवा तपाईँको 4-5वटा आइसकेको छ भने मैले त यस्ता पेनहरू यस्ता दुःखहरू मैले भोगिसकेँ. सो I'm gonna pass this all too. This shall too pass, right? So there's nothing to worry about struggle, pain, hustle. You just have to build that kind of mindset that you should grow in any kind of pain, any kind of scenarios, any kind of situation. Right? Okay. I wish you all the best for the upcoming 2026. And then I hope everyone will achieve something, or maybe 50, 60, 70% out of like what your dream, or maybe you will complete that goal. I wish you all the best. Thank you very much.